हेलो नमस्ते हेलो नमस्ते नमस्ते हामी चाहिँ कलर गिफ्ट एक्सचेन्ज खेल्न जाँदैछौँ होइन जाँदैछु म यहाँ भ्लग बनाउँदैछु यता ब्लग यता टिकटक हुँदैछ अनि यो चाहिँ म अहिले हाल्नुपर्ने होइन त नकाटी एडिट नगरी जस्ताको त्यस्तै सुरु गर्ने हाल्न आँट्नु भएको छ। यो गेम चाहिँ के पो अरे कलर गिफ्ट एक्सचेन्ज कतिवटा कलर 9वटा कलर होला हौ के 10वटा 9वटा खै कतिवटा छ म त बिर्सिसक्यो। 9वटा यता पनि हेरौँ यता पनि हेरौँ लु के सुरु गरौँ ल सुरु गरौँ है हाम्रो गिफ्ट कसले सुरु गर्ने कलर चाहिँ कुन गर्ने सुरुमा लु भन्नु नि कुन सुरुमा हामी ग्रे कलर ल ग्रे मेरो खतरा छ ग्रे कलर ल ग्रे कलर है ल ल ल माइक चाहिँ एकछिन माइक एकचोटि माइक उयो गरौँ न फेरि सुनिँदैन होला दुईजनाले सुनिन्छ कि सुनिँदैन ल ग्रे 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 झोला दुईटा छ डर ल्याएको लु निकाल्नु ल म त हाँस्नु मरिहाल्यो 1 2 3 ग्रे कलर अघि चाहिँ हाम्रो स्टोरी चाहिँ फुल भयो क्या नजोडौँ उयो गरौँ भनेको हेर जस्तैको त्यस्तै हाल्नु भनेको त। अनि यो चाहिँ मेरो गिफ्ट मैले बोनलाई ग्रे अब हेर्नु मेरो गिफ्ट चाहिँ के हुँदैन देखाउनु नि देखाउँदिनहोस् देखाउनु के हुँदैन चिनी जानिसक्नु होला नि यो हो मेरो गिफ्ट भयो। अर्को कुन कलर अब एकछिन है अब हामी ब्ल्याक कलर ब्ल्याक ल क्यामेरा लगाउँछु ब्ल्याक साथीहरू अघि चाहिँ स्टोरेज फुल भयो नि त अनि हाम्रो आज नै कट भएको थियो अनि कहाँ गएछ ब्ल्याक हाम्रो चाहिँ ब्ल्याक ल ब्ल्याक कलर ब्ल्याक छ यसको ल 1 2 3 गो सेम भएछ सक्स दुईजनाकै ब्ल्याक कलर मेरो ल गुच्चीको दिनुभएछ अब हाम्रो अर्को कुन यसो नि कुन तपाईँ भन्नु न त अब तपाईँ अब रेड रेड कलर हो रेड एकछिन माइक खसे त नि ए ल रेड ल 1 2 3 गो रेड यो चाहिँ हेयर ट्रिटमेन्ट है वेलटेनको यो हेयर ट्रिटमेन्ट थ्याङ्क यू त मलाई चाहिरहेको थियो अनि यो चाहिँ खै यो पनि लिइहाल्छु ल यो त चिनिसक्नु भयो होला होइन ट्रिटमेन्ट नै हो ट्रिटमेन्ट नै हो यो पनि थ्याङ्क यू यो मेरो फेभरेट हो थ्याङ्क यू वेलकम अब ल अब अर्को के ग्रिन ग्रे त भइसक्यो ग्रिन ग्रिन छ र हाम्रोमा छ त ल्याएन जस्तो छ ग्रिन होइन हौ ए ग्रिन ए ग्रिन भनेको हरि हो होइन त ल एकछिन है ल हेर्नु है ल सब एकैचोटि गर्ने 1 2 3 गो ग्रिन
लभ यु थ्याङ्क यू राम्रो बनाइदिनु भएछ अझै छ ग्रीन अझै छ है ग्रीन उसलाई कायो चाहिरहेको छ नि त मलाई त एकदम थ्याङ्क यू ग्रीन पनि लु थ्याङ्क यू मेरो फेभरेट हो राम्रो ल्याउनु भएछ हौ जस मालहरू ठिक छ मालहरू ठिक छ है यो त फेरि चिज हो नि मेरो लागि मैले एकदम सोचेरै ल्याइदिएको क्या उसलाई अब कुन लो भन्नु त अब त्यसो भए अब हाम्रो चाहिँ यतिखेर कलर एक्सचेन्ज गेम भइरहेछ आशा छ तपाईँहरूलाई रमाइलो भइराखेको छ होला होइन हामीलाई त रमाइलो भइरहेको घरिघरि स्टोरेज चाहिँ फुल हुन्छ ल अब कुन कलर ल तपाईँ भन्नु न त कुन कलर भन्नु ल ब्राउन ब्राउन ल ब्राउन ओके ब्राउन यहाँ टिकटक पनि बनाउँदैछु नि त म मेरो ब्राउन कहाँ गयो है म त हेर्छु अब चाहिँ ब्राउन है ल रेडी रेडी 1 2 3 गो गो ब्राउन ओ माय गॉड ब्राउन म त ब्राउन यस्तो खोज्दा गरेको ब्राउन यो चाहिँ रिमुभर है नेल पलिस रिमुभर थ्यांक यू कफी खानु ल यसमा कोरियाको कफी खानु है ओके कोरियाको कफी आइराख्छ नि त साच्चै ब्राउन कति धेरै मेरो त कति धेरै देखियो अब कुन कलर सुनिरहेछ कि छैन है ए साच्चै नै भाइ अन्नै छ ल अब कुन कलर म भन्नु ल भन्नु तपाईँ येल्लो येल्लो ल येल्लो बिर्सि जान्छु पो म त हेरमै येल्लो बिर्सि नि ल रेडी 1 2 3 गो ओइ यो चाहिँ किन दुईटा भयो त नि धेरै भयो त यो पनि येल्लो देख्नु भयो नि येल्लो इ बनाना म त खोज्दा येल्लो थ्यांक यू एकदम यो चाहिँ बुनुलाई चाहिँ मैले फेस प्याक ल्याइदिएको गोल्डन गोल्डको चाहिँ अब मेरो अनुहार टलक्क टल्किरहेको अहिले पनि टल्किरहेछ अझै मजाले धेरै टल्कोस् भनेर चाहिँ यो फेस प्याक ल ओके थ्यांक यू यो गोल्डको गोल्ड पनि वेल्लो पनि मलाई त 2 घण्टा लाग्यो बजार घुम्नु पनि तपाईलाई एउटा मलाई एउटा ल्याइदिन्छ लगाउँदा ओके अब मलाई त बुनुले त गिफ्ट धेरै नो बुनुको त त्यस्तो धेरै छैन हौ अब ए उता पनि हेर्नु पर्यो अब कुन अब हामी व्हाइट व्हाइट अब चाहिँ हाम्रो व्हाइट हुँदैछ है ल ल रेडी 1 2 3 खोइ भाइ यो मैले सुरु छिरेको मलाई कस्तो पछुतो लाग्यो कति धेरै भयो सक्स यार मेरो त ल यो थ्यांक यू यो तपाईलाई 3.5 व्हाइट भयो नि कि सिल्भर हुन्छ यो के हुँदैन व्हाइट नै हामीले व्हाइट ल लिनुहोस् थ्यांक यू अब बाँकी अब चाहिँ हाम्रो दुईटा मात्रै बाँकी छ हो दुईटा मात्रै बाँकी छ अब हाम्रो पिङ्क झिकौँ न त ल पिङ्क त हाम्रो केटी मान्छेहरूको फेभरेट हो नि त यो भ्लग चाहिँ हाम्रो एडिट नगरिकन आउँछ है यत्तिकै नेचुरल पोस्ट गर्नु है त्यही जोड्ने मात्रै हो अघि किनभने त्यो फुल भइरहेको छ नि त स्टोरी ल ल अब चाहिँ हाम्रो पिङ्क 1 2 3 गो गो तर यो पुरै पर्पल हो त पुरै पिङ्क मैले कन्फ्युज हुँदै किनेको पर्पल अलि हल्का पिङ्क छ तर राम्रो छ यार यो चाहिँ पिङ्क बुनुलाई ल्याइदिएको मैले पिङ्क ल थ्यांक यू यो त मेरो फेभरेट हो नि फेरि उसलाई सबै थाहा छ हौ बुनुलाई चाहिँ मेरो यो चाहिँ मेरो फेभरेट हो बोकिराखेको हुन्छु जहिले पनि थ्यांक यू मेरो त गिफ्ट कति धेरै भयो त सुतिरहेको छ एकजना बन्छ नि आरामले अब तपाईहरुलाई मजा त भइराछ नि हैन इन्जोय गर्नु होला हाम्रो भ्लग हेरेर अहिले भ्लग हेरिराख्नु भएको छ भन्नु न इन्जोय गर्नु होला बुनुको भ्लग हेरेर म हालिहाल्छु यो चाहिँ किन मेरो धेरै पेन्डिङमा फुल भइसक्यो भिडियोहरु बिएको सबै पेन्डिङमा छ भिडियो अहिले चाहिँ म सबिना म बुनु हामी दुई जना छौं यो बुनुको च्यानल हो हामी फाल्टै गएको बजार पनि थाहै थिएन हामीलाई के किन्ने भनेर त्यो पनि अहिले प्लान हो हाम्रो अनि
च्यानल सब्स्क्राइब पनि गर्नु होला, लाइक पनि गर्नु होला, मन पर्यो भने शेयर पनि गर्नु होला, कमेन्ट गर्नु पनि नबिर्सिनु होला है। बुनुको यता पनि भन्नु न तपाईको मेरो युट्युब छ युट्युब च्यानल बुनु लिम्बू सब्स्क्राइब गर्नु होला, लाइक पनि गर्नु होला। यस्तै राम्रो राम्रो भिडियोहरु तपाई हेर्न पाउनुहुन्छ। हाम्रो धेरै राम्रो राम्रो भिडियो छ, अल्छी नगरी हेर्नु न, अल्छी नगरी हेर्नु ल। सुरुमा यसरी हेर्नु चाहिँ मजा आउँदैन, फुल वाच गर्नुभयो भने चाहिँ धेरै रमाइलो रमाइलो छ है भिडियोहरु। ल अब हामीसँग कुन बाँकी छ? लास्ट पो भयो त मेरो त। लास्टै त्यस्तै हो, होइन लास्टै हो। नलुकाउनु है, लास्टै हो। अब चाहिँ हाम्रो ब्लू कलर छ एउटा लास्टमा हैन। ल अब लास्ट छ यो हाम्रो, हेर्नु ल। 1 2 3 गो। के हो त्यो ब्लू कलरको? हेर्नु ला म त मैले ल यो चाहिँ तपाईलाई ब्लू कलर त। वाउ काई हो। अब यो बुनुले त मलाई धेरै गिफ्ट किन्नु भयो नि, सरी यार। के को सरी? किन सरी? आहा यहाँ पनि छ साँच्ची कति राम्रो ब्लू नै यो पनि है। ब्लू सबै नै बुनुले त मलाई कस्तो राम्रो। वाउ कप सेम भएछ नि, मैले पनि कप पाएँ। अझै मेरो नराम्रो भयो, तपाईको राम्रो भयो। के हुँदैन? ए यो पनि मेरो फेभरेट ल्याइदिएको। यो चाहिँ मेरो कति राम्रो, मन पर्यो ला, तपाईलाई गिफ्ट थोरै भयो। छ्या के हुँदैन हौ। ल हाम्रो हाम्रो लास्टमा गिफ्ट हेर्नु ल कति भयो। अनि खोइ ओरेन्ज पनि छ मसँग। ओरेन्ज त थिएन त, के छ त? छ नि ओरेन्ज मसँग, सक्कलीवाला ओरेन्ज क्या। ल खोइ ओरेन्ज चेन्ज गरौँ न। ओरेन्ज चाहिँ हामीले एक्सचेन्ज गरिसक्यौँ है, स्टोरेज फुल भएर घरि के भएर देखिएन हैन। अनि अब मेरो गिफ्टहरू देखाउँछु है। देखो न गाइस, देखो न, गिफ्ट त सुन्दर सुन्दर छ, सुन्दर छ त बक्समा। तर थोरै देख्यो, एक भाडा छ हैन, मैले थोरै देखि छ त, कम्प्लिट छ नि त। सो हामीले जतिवटा कलर भनेको त्यति नै छ। यो ओरेन्ज चाहिँ लास्टमा यतिकै एड भयो है त। अहिले सँगै बसेर खानुपर्छ हैन। घाँटी दुखिरहेछ र पनि मन पर्यो कि परेन तपाईलाई? मन पर्यो है, मन पर्यो। थ्याङ्क यू। ल अब यहाँ मेरो त कति धेरै भयो झन्। मेरो त मेरो त के छ यो? कोला बनाना, फेरि कोला भन्छौँ क्या हामी पूर्वेली। कोला कोला भन्दा त बुझ्दैन रहेछ है। यो चाहिँ हरियो ब्रोकाउली। अब यो ग्रेको कुरा कि ग्रे त सुरुमै पो फेरि कसरी भन्देको फेरि ग्रे। मलाई ग्रेले हैन फेरि यस्तो क्या, ग्रेले मलाई कस्तो दुःख दिएको, कति खोजेको ग्रे सबै कन्फ्युज भएर। यो चाहिँ मेरो गिफ्ट एकदमै मन राम्रो पर्यो, सबै राम्रो लाग्यो। अब यो कपमा त म जहिले कफी खाँदै टिकटकमा हाल्ने छु। तपाईलाई पो मैले कप, अनि यो त झन् मेरो सकिरहेको थियो। वेलटेनको म यही युज गर्छु नि त, अनि उसले पनि यो युज गर। हाम्रो कपाल यस्तो सिल्की सिल्की छ त, राम्रो देख्नु भयो। अब यो त तपाईलाई थाहा छँदैछ के भनिराख्नु, यिनीहरू यो कोला खानुपर्छ अनि बढाउनु पर्छ कपाल। म यतिकै हाल्छु है भिडियो, यतिकै हाल्छु, नगरी हाल्छु। कोला खाएर अनि दाँत पनि सेतो हुन्छ। कफी धेरै खान्छु, कफी खाएपछि कालो पहेँलो हुन्छ अरे दाँत, अनि कोला खाएपछि सेतो हुन्छ हो नि। कफीले कोलाले चाहिँ दाँत पनि सेतो हुन्छ। र हाम्रो गिफ्ट आजको यो, हाम्रो आजको कार्यक्रम, यो गेम पनि सक्यो। अब भिडियोलाई लाइक शेयर कमेन्ट गर्नु। म भिडियो अहिले हाल्छु, अहिले हाल्छु, किनभने मेरो पेन्डिङमा धेरै छ त्यो बेको भिडियोहरू हाल्नै बाँकी छ। अनि अब मैले हाल्छु, हेरिदिनु होला है। तपाईहरुलाई मन त पर्यो नि? तपाईहरुलाई मन पर्छ भन्ने आशा चाहिँ गरेको छु। अब जस्तो छ त्यस्तै भिडियो हाल्नुहुन्छ बुनुले, जस्तो छ त्यस्तै हो कि म कटसट गर्नु होला। अनि अझ म यतिकै सुरुदेखि गरौँ भनेको, यो स्टोरेज फुल भएर के। अनि यो सब्स्क्राइब पनि गर्नु होला च्यानललाई, लाइक पनि गर्नु होला, मन पर्यो भने कमेन्ट गर्नु होला, अनि शेयर गर्नु होला। धन्यवाद। सेवारो बाई बाई।